शब्द निर्माण गर्दा धातु वा मूल शब्दका पछाडि अथवा अन्त्यमा जोडिएर आउने भाषिक एकाइलाई प्रत्यय भनिन्छ। नमस्कार, लर्निङ सिरिजमा तपाईलाई हार्दिक स्वागत छ। आजको यस सिरिजमा हामी नेपाली व्याकरणको शब्द निर्माण अन्तर्गत प्रत्ययको बारेमा चर्चा गर्न गइरहेका छौं। प्रत्यय भन्नाले शब्द निर्माण गर्दा धातु अथवा मूल शब्दका पछाडि जोडिएर आउने भाषिक एकाइ हो, जसलाई परसर्ग भनेर पनि भन्ने गरिन्छ। जस्तै उदाहरणका लागि पढ धातु रहेको छ। पढ धातुमा हामीले आई प्रत्यय लगाएर पढाइ, पढ्धन आई पढाइ, हाँस धन इलो हँसिलो, बुझ धन अक्कड बुझक्कड, खर्च धन आलु खर्चालु। यसरी हामीले प्रत्ययको प्रयोग गरेर पनि नयाँ शब्दहरूको निर्माण गर्न सक्दछौँ। प्रत्ययहरू विशेष गरी दुई किसिमका रहेका छन्। प्रत्ययका प्रकारहरू कृत प्रत्यय र तद्धित प्रत्यय गरी दुई प्रकारका प्रत्ययहरू रहेका छन्। सबैभन्दा पहिले हामी कृत प्रत्ययको बारेमा चर्चा गर्न गइरहेका छौं। कृत प्रत्यय भन्नाले धातुमा जोडिने प्रत्ययलाई कृत प्रत्यय भनिन्छ। कृत प्रत्यय प्रक्रियाद्वारा नाम, विशेषण र अव्यय वर्गका शब्दहरू बन्दछन्। जस्तै उदाहरणका लागि अ पढ धन अ पढ, लेख धन अ लेख। त्यस्तै गरी आ प्रत्यय रहेको छ। चाल धन आ चाला, छाप धन आ छापा। त्यस्तै गरी अक्कड प्रत्यय रहेको छ। बोल धन अक्कड बोलक्कड, भुल धन अक्कड भुलक्कड। अर्को प्रत्यय रहेको छ अत, खप धन अत खपत, बस धन अत बचत। यसरी हामी नयाँ शब्दहरू निर्माण गर्न सक्दछौँ। त्यसै गरी अन रहेको छ। पठ धन अन पठन, चल धन अन चलन। त्यस्तै गरी अन्त, भिड धन अन्त भिडन्त, रट धन अन्त रटन्त। र अर्को प्रत्यय रहेको छ अन्ते, उड धन अन्ते उडन्ते, फिर धन अन्ते फिरन्ते। त्यसै गरी आ घेर धन आ घेरा, चाल धन आ चाला। त्यस्तै आई अथवा आई, बस धन आई बसाई, उठ धन आई उठाई। आउ प्रत्ययबाट पनि हामी शब्द निर्माण गर्न सक्दछौँ। जस्तै घेर धन आउ घेराउ, बस धन आउ बचाउ। त्यसै गरी आरी प्रत्यय रहेको छ। पुज धन आरी पुजारी, चिन धन आरी चिनारी। अर्को प्रत्यय रहेको छ आरु, सिक धन आरु सिकारु। त्यस्तै फुल धन आरु फुलारु। यसरी हामी शब्दहरू निर्माण गर्न सक्दछौँ। प्रत्ययबाट हामीले नयाँ नयाँ शब्दहरूको निर्माण पनि गर्न सक्दछौँ। त्यसै गरी आलु, पढ धन आलु पढालु, खप धन आलु खपालु। त्यसै गरी अर्को प्रत्यय रहेको छ आवट, गिर धन आवट गिरावट, मिस धन आवट मिसावट। अनि अर्को प्रत्यय रहेको छ इलो, कस धन इलो कसिलो, पोस धन इलो पोसिलो। त्यसै गरी अर्को प्रत्यय रहेको छ ई, खोक धन ई खोकी, शोध धन ई शोधी। उन्जेल प्रत्यय रहेको छ। देख धन उन्जेल देखुन्जेल, बस धन उन्जेल बसुन्जेल। त्यस्तै उवा प्रत्यय छ। उवा प्रत्ययमा त्यस्तै बढ धन उवा बढुवा, सर धन उवा सरुवा गरी यसरी नयाँ नयाँ शब्दहरू निर्माण गर्न सकिन्छ। त्यस्तै गरी अर्को प्रत्यय रहेको छ एको, खेल धन एको खेलेको, गर धन एको गरेको। एर पढ धन एर पढेर, हाँस धन एर हाँसेर। ओट प्रत्यय रहेको छ। बन धन ओट बनोट, छान धन ओट छनोट। त्यस्तै गरी औना, खेल धन औना खेलौना,
बिसाउ धन औना बिसौना। यसरी हामी नयाँ नयाँ शब्दहरूको निर्माण गर्न सक्दछौँ। त्यसै गरी प्रत्ययहरू रहेका छन् दा, बस धन दा बस्दा, भन धन दा भन्दा। अनि अर्को प्रत्यय रहेको छ ती, गन धन ती गन्ती, घुम धन ती घुम्ती। र अरू विभिन्न प्रत्ययहरू रहेका छन् जस्तै न, नु, ने, खेल धन न खेल्न, गर धन न गर्न, घुम धन न घुम्न। त्यसै गरी खेल धन नु खेल्नु, गर धन नु गर्नु, घुम धन नु घुम्नु इत्यादि हामी शब्दहरू निर्माण गर्न सक्दछौँ। त्यसै गरी पढ धन ने पढ्ने, हाँस धन ने हाँस्ने। त्यस्तै गरी अर्को प्रत्यय रहेको छ अक, कृष धन अक कृषक, दृश धन अक दर्शक। त्यसै गरी अण अथवा अन, रम धन अण रमण, गम धन अन गमन। अर्को प्रत्यय रहेको छ अनिय, पठ धन अनिय पठनीय, पूज धन अनिय पूजनीय। त्यसै गरी अनिय, रम धन अनिय रमणीय, स्मृ धन अनिय स्मरणीय। त्यसै गरी इत, कथ धन इत कथित, रस धन इत रचित। अब तद्धित प्रत्ययहरू। तद्धित प्रत्यय भन्नाले मूल शब्द वा व्युत्पन्न शब्दका पछिल्तिर जोडिने प्रत्ययलाई तद्धित प्रत्यय भनिन्छ। तद्धित प्रत्यय जोडेर बनेका शब्दलाई तद्धितान्त शब्द भनेर पनि भनिन्छ। जस्तै आई, मोटो धन आई मोटाई, भलो धन आई भलाइ। यी शब्दहरूमा पुरै सिङ्गो मूल शब्दहरू रहेका छन्। त्यो शब्दमा हामीले विभिन्न प्रत्ययहरू जोडेर तद्धितान्त शब्दहरू बनाउन सक्दछौँ। त्यस्तै गरी आलु, खर्च धन आलु खर्चालु, दया धन आलु दयालु। जस्तै यी शब्दहरूमा खर्च एउटा पूर्ण शब्द हो अथवा मूल शब्द हो जसमा आलु प्रत्यय लागेर खर्चालु बनेको छ। त्यसै गरी दया, दया पनि मूल शब्द हो, मूल शब्दमा आलु प्रत्यय लागेर दयालु बनेको छ। त्यसै गरी आलो, खेत धन आलो खेतालो, भिर धन आलो भिरालो। त्यस्तै गरी इया प्रत्यय रहेको छ, खाट धन इया खटिया, सहर धन इया सहरिया। त्यसै गरी अर्को प्रत्यय रहेको छ इयार, होस धन इयार होसियार, हात धन इयार हतियार, इलो, नुन धन इलो नुनिलो, मल धन इलो मलिलो। त्यसै गरी इ रहेको छ इमानदार धन इ इमानदारी, नेपाल धन इ नेपाली, एलु एली प्रत्ययहरू रहेका छन्। घर धन एलु घरेलु, जुन धन एली जुनेली। दार प्रत्यय रहेको छ, काम धन दार कामदार, सान धन दार सामदार। त्यसै गरी अर्को प्रत्यय रहेको छ यहीँ, चतुर धन यहीँ चतुर्याई, पण्डित धन यहीँ पण्डित्याई। त्यस्तै अर्को प्रत्यय रहेको छ ली, गोर्खा धन ली गोर्खाली, पाल्पा धन ली पाल्पाली। त्यसै गरी अर्को रहेको छ इक, समाज धन इक सामाजिक, अर्थ धन इक आर्थिक। त्यसै गरी इत, आनन्द धन इत आनन्दित, चिन्ता धन इत चिन्तित। त्यसै गरी इम, अग्र धन इम अग्रिम, अन्त धन इम अन्तिम। इय प्रत्यय रहेको छ, इन्द्र धन इय इन्द्रिय, राष्ट्र धन इय राष्ट्रिय। इन, काल धन इन कालीन, नव धन इन नवीन। त्यसै गरी अर्को प्रत्यय रहेको छ ता, कवि धन ता कविता, मधुर धन ता मधुरता, तो, देव धन तो देवत्व, बन्धु धन तो बन्धुत्व। भिडियो कस्तो लागिरहेको छ? भिडियो मन पर्यो भने कृपया भिडियोलाई लाइक गर्न तथा सेयर गर्न नभुल्नुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला है त। त्यसै गरी अर्को प्रत्यय रहेको छ मय, गरिमा धन मय गरिमामय, सुख धनमय सुखमय, मान, आयुष धन मान आयुष्मान, बुद्धि धन मान बुद्धिमान, वान,
गुण धनवान गुणवान, चरित्र धनवान चरित्रवान। यसरी हामी विभिन्न प्रत्ययहरूबाट नयाँ शब्दहरूको निर्माण गर्न सक्दछौँ। त्यसैगरी एउटा प्रश्न रहेको छ, नमुना प्रश्न, तलका प्रत्ययहरूबाट शब्द निर्माण गर्नुहोस्। जस्तै प्रत्ययहरू रहेका छन् इक, इलो, आलु, इया र उक, आवट। यसरी यी प्रत्ययहरूबाट तपाईहरूले पनि शब्द निर्माण गर्न सक्नुहुन्छ। ल यहाँहरूले पनि प्रयास गर्नुहोस् त। यी प्रत्ययहरूबाट बन्ने शब्दहरू आफूले पनि लेख्न सक्नुहुन्छ। जस्तै उदाहरणका लागि यी प्रत्ययहरूबाट मैले नयाँ शब्दहरूको निर्माण गरेको छु। जस्तै समाज धन इक, सामाजिक, चहक धन इलो, चहकिलो, खर्च धन आलु, खर्चालु, होस धन इयार, होसियार, जाँगर धन उक, जाँगरुक, मिस धन आवट, मिसावट। भिडियो कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने कृपया भिडियोलाई लाइक तथा शेयर गर्न नभुल्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला। भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा तपाईलाई धन्यवाद।